बाट हुन्छ र उहाँहरूको अर्गनाइजेसन्सले चाहिँ एकदमै लोकल लेभलमा चाहिँ धेरै काम गरिरहेको छ, पर्टिकुलरली कपेसिटी बिल्डिङ, रेजिलिएन्ट स्ट्रेन्थनिङमा। र उहाँ चाहिँ फर्स्ट ह्यान्डर पनि हुनुहुन्छ। हाम्रो यो लिमी भ्यालिजमा जति बेला हाम्रो सगरमाथा संवाद भइरहेको थियो, त्यही सेरोफेरो दिनमा चाहिँ लिमीमा चाहिँ त्यो ग्लेसियर लेक भएको थियो, जुन पहिला हाम्रो अघि पनि भन्नुभएको थियो, त्यो हाम्रो नोटिसमा पनि थिएन। चितुलजी, यो तपाईँले एक त तपाईँले गरिरहनु भएको काम पनि समुदाय स्तरमा एकदमै महत्त्वपूर्ण छ होइन। मलाई अलिकति तपाईँले यो लिमी भ्यालीमा भएको डिजास्टरको बारेमा तपाईँ फर्स्ट ह्यान्डर पनि हुनुहुन्छ, तपाईँसित फर्स्ट ह्यान्ड इन्फर्मेसन छ, त्यसलाई अलिकति हाम्रो अडियन्सलाई चाहिँ प्रकाश पारिदिनुहोस् न। अनि तपाईँले यस्ता परिवर्तन, यस्ता डिजास्टर्स, यस्ता जोखिमहरू छ जुझ्नको लागि चाहिँ कस्तो खालको कामहरू गरिरहनु भएको छ अहिले समुदाय स्तरमा? हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालय नरहे। यो एकदमै देशभक्त अनि हाम्रो माउन्टेनको थिमसँग मिल्ने यो गीतसँगै यहाँहरू सबैलाई सर्वप्रथम इन्टरनेसनल माउन्टेन डेको धेरै शुभकामना व्यक्त गर्न चाहन्छु र यो अवसर मलाई प्रदान गरिदिनु भएकोमा आयोजकलाई धेरै धन्यवाद दिन चाहन्छु। सदस्यले राख्नुभएको प्रश्न, मेरो ग्राउन्ड एक्सपिरियन्स विथ होइन यो भर्खरै गएको गल्फ समाजको एक्सपिरियन्स सोध्नुभएको छ। त्यसमा जानुभन्दा अगाडि अलिकति अघि सजीवज्यूले भनेको उहाँले राख्नुभएको प्रेजेन्टेसनहरूमा म एकदमै डुबिरहेको थिएँ कि वास्तवमा भन्दाखेरि चाहिँ अहिले भने जस्तै अब हाम्रा हिमालहरू हाम्रो शिर पनि हो, किनभने यसमा हाम्रो उचाइ छ अनि यो हाम्रो आधार पनि हो जहाँ हाम्रो सिभिलाइजेसन अडिएको छ भनेपछि यसको महत्त्व हामीले महिनौँ छलफल गरे पनि सकिँदैन। र म विषयवस्तुतिर जान चाहन्छु। म चाहिँ हिमाली शिक्षा र विकास हेड नेपाल, हिमालयन एजुकेसन एन्ड डेभलपमेन्ट हेड नेपालको फाउन्डिङ एक्जिक्युटिभ डाइरेक्टर पनि हुँ र हामी हुम्लामै बेस भएर कर्णालीको चाहिँ केही जिल्लाहरूमा विभिन्न कामहरू गर्छौँ। सँगसँगै अनि विगत केही वर्षदेखि चाहिँ यो इन्क्लुसिभ क्लाइमेट सोल्युसन्स हाम्रो एउटा प्रायोरिटीको थिमेटिक एरियामा चाहिँ छ। यही सिलसिलामा जब काठमाडौँमा सगरमाथा संवाद भइरहेको थियो, त्यसै दिन आइदर इट इज अ कोइन्सिडेन्ट और इट इज अ नेचुरल अब फेनोमेनन और वार्निङ टु आवर सिभिलाइजेसन है। त्यहाँ चाहिँ तपाईँको मे 15 लिमी भ्यालीको तिल गाउँमा पहिलो पटक चाहिँ बाढी गयो। त्यसले चाहिँ तपाईँको त्यहाँ रहेको सबै, अब हामी चाहिँ वाटरको कुरा गरिरहेको छौँ, माउन्टेन मेटर्स फर फुड, वाटर एन्ड लाइभलीहुडको कुरा गरिरहेको छौँ। त्यहाँ हामीले चाहिँ मानव समुदायको लागि चाहिने सबै वाटर रिसोर्सेसहरू सबै डिस्ट्रोय भयो। जलविद्युत थियो त्यो पनि लिएर गयो, सिँचाइको सुविधा थियो त्यो पनि पुरै लिएर गयो, पुलहरू बनेका थिए 5वटा त्यो पनि सबै लिएर गयो, खानेपानीको एक्सेस टोटल्ली डिस्ट्रोयड भयो। अनि पुरै गाउँको चाहिँ 3-4वटा घरमा पनि क्र्याक आएको छ। मेन गाउँबाट तपाईँको 20 मिटर पनि छैन। त्यो गल्फ तपाईँले फोटो भिडियोमा पनि देख्नुभएको होला। अनि अर्को साइडबाट गयो तपाईँको जुलाई 28 फेरि पूर्व साइडमा चाहिँ मेमा गयो भने जुलाईमा तपाईँको त्यही गाउँको पश्चिम साइडमा त्यो खोलामा जाँदाखेरि गाउँ लिटरली इन द ट्र्याप, टोटली पुरै तपाईँको ट्र्यापमा पऱ्यो। जब पहिलोचोटि त्यहाँ बाढी गयो त्यतिखेर चाहिँ सबैको ध्यान आकर्षण भयो, लगभग राज्यको पनि र त्यहाँ लोकल र अरू डेभलपमेन्ट पार्टनर्सहरूको पनि एड्सहरू रेस्पोन्सहरू पुग्यो। जब त्यहाँ सेकेन्ड टाइम तपाईँको बाढी गयो, नो वान वाज देयर, लिटरली नो वान। अनि हामी चाहिँ प्रत्यक्ष त्यहाँ जोडेर रहेका थियौँ, किनभने हाम्रो एउटा परियोजनाको त्यो प्रत्यक्ष टार्गेट ग्रुप समुदाय पनि थियो। उहाँहरूलाई चाहिँ त्यतिखेर सबैभन्दा साइडमा भएको चाहिँ ब्रिज, वुडन ब्रिज चाहिँ बगाएको हुनाले गर्दाखेरि चाहिँ उहाँ 2 घन्टामा पुग्नुपर्ने ठाउँमा पनि 5 घन्टा हिँड्नुपर्ने भएको थियो। अनि त्यो बाटो भनेको पुरै तपाईँको जङ्गल होइन, भिड पाखाको बाटोमा हिँड्नुपर्ने भएको थियो। अनि सेकेन्ड टाइम हामी फर्स्ट टाइमको त अब सबैले चाहिँ राहतहरू पुऱ्याएको थिए होइन। त्यहाँ सुरुमा तपाईँको अब
कम्युनिटी रेजिलेन्सीको कुरा गरौँ हैन हामी त्यहाँ जाँदाखेरि चाहिँ हामीले के महसुस गर्यौं भने सुरुमा त कम्युनिटी टोटली त्यो डिजास्टरको लागि चाहिँ प्रिपेयरनेस छँदै थिएन उहाँहरूलाई चाहिँ कुनै पनि डिजास्टर भयो भने हैन कसरी चाहिँ सेफली जाने अथवा चाहिँ कम्युनिकेट गर्ने कोअर्डिनेट गर्ने कुनै पनि चीजहरु चाहिँ थाहा थिएन इभन तपाईको लोकल गभर्नमेन्टमा वार्ड अफिसमा चाहिँ त्यहाँ वार्ड इमर्जेन्सी रेस्पोन्स कमिटी हुन्छ भनेर पनि थाहा थिएन आफ्टर वेन देयर हामीले चाहिँ त्यो एक्टिभेट गर्नको लागि चाहिँ सपोर्ट गरेका थियौं र इभन त्यहाँ चाहिँ तपाईको राति गएको हुँदाखेरि चाहिँ त्यहाँ इभ्याकुएसनको लागि उनीहरु भाग्नलाई पनि धेरै समस्या भएको थियो अनि त्यसको चाहिँ प्रत्यक्ष असर अब सबैलाई त्यो परि नै हाल्यो त्यो धेरै डर भयो हैन हामी सुनेर कस्तो महसुस भयो भन्दाखेरि चाहिँ ठुलो जहाज आगो जस्तो आवाज आयो अनि त्यो पछि के हो भन्ने कुरा हामीलाई थाहै भएन हैन अनि सबै सक्ने जति भागे अब त्यहाँ सक्ने जति त भागे हैन पुरुषहरु युवाहरु त भागे पछि चाहिँ वृद्ध महिलाहरु हामीले प्रत्यक्ष अन्तर्वार्ता दिएका छौं समय नभएर हामीसँग भिडियो पनि थियो उहाँले अब हामी त मर्छौं नै भनेर बस्यौं भन्नुभयो प्रत्यक्ष रूपमा अनि पछि चाहिँ हामीले चाहिँ त्यहाँ अपाङ्गता भएका व्यक्तिहरुलाई पनि भेट्यौं किनभने म आफू पनि त्यहाँ पुगेको थिएँ र म आफू अपाङ्गता भएको व्यक्ति पनि भएको हिसाबले चाहिँ उहाँहरूलाई भेट्दाखेरि सुरुमा त 2-3 जना मात्रै छ भन्नुभयो त पछि हामीले चाहिँ अपाङ्गता भनेको यस्तो यस्तो भनेर बुझाउँदाखेरि चाहिँ लगभग 11-12 जना अपाङ्गता भएका व्यक्तिहरु चाहिँ पहिचान भयो पहिला हामीलाई 2 जना मात्र छ भन्नुभएको थियो त्यो चाहिँ उहाँले सोध्दाखेरि एकजना वृद्ध आमा 70 वर्ष हुनुहुन्छ उहाँ चाहिँ तल्लो बडी पुरै प्यारालाइज हुनुहुन्छ अनि त्यहाँको घरहरुमा भित्र चाहिँ सिडी हुन्छ हामी भर्याङमा चाहिँ तपाईको यो लोकली चाहिँ यो भन्छ लिस्नो भन्छ तपाईको सिधा खुट्टा पनि पुरै छिर्दैन त्यो भित्र अनि त्यसमा चाहिँ छोरीले चाहिँ जाऊ भन्दाखेरि उहाँले लिटरली के भन्नुभएको छ भने तिमी जाऊ भाग म चाहिँ यही मर्छु म यहाँ मर्छु भन्नुभएको छ कि सिधै अनि उहाँको छोरीले बोक्दाखेरि चाहिँ त्यो भर्याङबाट 2-3 चोटि लडेर घाउ भएको पनि छ अनि अर्को चाहिँ नदेख्ने एकजना वृद्ध आमा हुनुहुन्छ उहाँलाई छोडेर जानुभएको छ कि सबैले भनेपछि पुरै अर्को दिन मात्र बिहान मात्रै उहाँ चाहिँ अर्को साइडमा पुग्नु भएको छ अब यसले पनि हाम्रो चाहिँ कम्युनिटी कतिको चाहिँ उ छ हैन डिजास्टर हुँदाखेरि चाहिँ प्रिपेयर छ भन्ने कुराहरु बताउँछ अनि अर्को माउन्टेन एरियामै हिमाली क्षेत्रमै हुनुकै नाताले त्यो जियोग्राफीकै कारणले गर्दाखेरि त्यहाँ 15 मेमा तपाईको गयो राहतहरु तपाईको 8-10 दिन पछि पुगे अनि हामी त अझ तपाईको 15 दिन पछि पुगेका थियौं किनभने हामीले चाहिँ प्रत्यक्ष त्यो समुदायमा के चाहिन्छ भनेर एसेसमेन्ट गरेका थियौं त्यो सामान तपाईको नेपालगञ्जबाट लिएर आउनु पर्ने अनि त्यो बेलामा चाहिँ रोडको चाहिँ बाटोहरु बिग्रेको हुनाले एक्सेस नहुने अनि त्यहाँको प्लेनहरुले पनि कार्गो सामानहरु लिन नमान्ने त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो सामानहरु तपाईको जुन 1 मा मात्र हामी त्यहाँ पुगेका थियौं भनेको मतलब माउन्टेन कम्युनिटीहरुमा कुनै डिजास्टर भयो भने पनि त्यहाँ हामीले के गर्छौं भन्दाखेरि त्यो एक्सेस एकदमै गाह्रो हुँदो रहेछ भन्नुभयो त 5000 मिटरको न्यालो पास तरेर जानुपर्छ त्यो काटेर जानुपर्छ हैन त्यो भनेको तपाईको मेको लास्टतिर मात्र खुल्छ मिड मेमा मात्र खुल्छ ल लिटरली अहिले चाहिँ तपाईको डिसेम्बरबाट त्यो क्लोज भएको छ भनेको मतलब हाफ अफ द मन्थ मोस्ट अफ द कम्युनिटीज देयर आर लक्ड लिटरली लक्ड and no access at all to the government भनेपछि हाम्रो माउन्टेनियस कम्युनिटीजहरु चाहिँ कति धेरै सेवा सुविधाबाट वञ्चित रहेछ र अथवा केही सेवा सुविधा त्यहाँ पुर्याउनलाई पनि कति गाह्रो रहेछ भन्ने कुरा यो मेको एक्सपीरियन्सले पनि बतायो र त्यो क्षेत्रमा म आफ्नो चाहिँ 18 वर्ष मेरो बाल्यकाल मेरो त्यो खड्ग भन्छ हामी चाहिँ समरमा ग्रेजिङ गर्ने भनेर त्यो मलाई एकदमै लाइफ एक्सपीरियन्स भएको कारणले गर्दाखेरि हामी जुनमा त्यहाँ फर्केर आउँदा त्यहाँबाट हिमपात भयो हेर्नुस् नर्मली हिमपात हुने भने त हिउँदमा हो अब जुनमा हिमपात भएर पुरै गाडीहरु फसेर हामीलाई धेरै गाह्रो भएको थियो हाम्रो सामानहरु पनि एक दिन ढिलो पुग्यो त्यहाँ राति हिउँ परेर त्यही फसेर त्यो कारणले गर्दाखेरि यति धेरै गाह्रो समस्याहरु चाहिँ फेस गर्नुपर्छ त्यो टाढा माउन्टेनमै भएको कारणले गर्दाखेरि चाहिँ त्यो कारणले गर्दाखेरि हाम्रो सिस्टमहरु हामी अघि मलाई चाहिँ हाम्रो सचिवजुले भन्नुभएको कुरा एकदमै इन्ट्रेस्टिङ लाग्यो आइदर वी आर हैन अब गभर्न रिमोटली अब हाम्रो गभर्नेन्सको कुरा अब कि हाम्रो गभर्नरहरु टाढा छन् कि चाहिँ टाढाबाट हाम्रो गभर्नरहरुलाई चलाइएको छ भन्ने कुरामा म एकदमै सहमत छु कि त्यहाँ त्यो अघि मैले पर्टिकुलर एउटा चाहिँ
लिम्बी कम्युनिटीको चाहिँ त्यो बस्ती पुरै गएको एक्जाम्पल मैले यहाँ राखेको थिएँ। त्यो सन्दर्भमा पनि यसले धेरै अर्थ राख्छ, किनभने त्यहाँको कम्युनिटीको आफ्नै हाम्रो नेपालीमा भनाइ छ नि, राज्यको ऐनभन्दा खोलाको चैन बलियो हुन्छ भन्छ कि। त्यो कम्युनिटीमा तपाईँको पहिलादेखि डिसिजन मेकिङहरू एकदमै पार्टिसिपेटरी हुन्थ्यो अनि त्यहाँको आफ्नै सिस्टम छ, गभर्नेन्सको चाहिँ सिस्टम छ। जब हामीले चाहिँ यहाँबाटको हाम्रो अब अहिले चाहिँ डेमोक्रेटिक होइन त्यो चाहिँ त्यहाँ लाद्न खोज्दाखेरि चाहिँ उहाँहरूको आफ्नो चाहिँ सबै अस्तित्व गुमेको जस्तो पनि फिल गर्नुभएको छ कि उहाँहरूले। अनि त्यो पनि एउटा चाहिँ कारक हुनसक्छ भन्ने लाग्छ मलाई। यहाँ रोकेँ, फेरि तपाईँले भन्नुभएको न्यारेट गर्नुभएको कुराहरू अति सान्दर्भिक र दुईवटा कुरा चाहिँ मैले तपाईँको भनाइबाट पिक गर्न चाहेँ चाहिँ यो एउटा चाहिँ माउन्टेनको क्यारेक्टरिस्टिक्समा यो अब एक्सेस नै डिफिकल्ट पनि तपाईँको एउटा मेजर च्यालेन्जको रूपमा जुन तपाईँको पर्टिकुलरली डिजास्टर भइसके पछाडि पनि टाइममा तपाईँको राहतमा पुग्नु र हाम्रा सिस्टम इन्फ्रास्ट्रक्चर्स हाम्रा अघि तपाईँले एक्जाम्पल दिनुभएको प्लेनमा डेलिभरी मेकानिजमहरूमा चाहिँ तपाईँका तीले अझै पनि डिजास्टरको समयमा केलाई प्रायोरिटी दिनुपर्छ भन्ने कुरा पनि अझै गुलस्त रूपमा नआएको एउटा त्यो पनि उठेको छ। क्लाइमेट जस्टिस अथवा डिजास्टरमा कुरा गर्दा हामीले अब चाहिँ यहाँ अहिले आजको विषयमा चाहिँ माउन्टेन जस्टिसको कुरा गर्नुपर्छ जस्तो लाग्यो। हुन त हामी नेपाल माउन्टेनियस कन्ट्री भएको हुनाले हामी सबै नेपाली माउन्टेन, तर अब फेरि हामीले यसलाई जेनरलाइज गरेर चाहिँ गाह्रो छ। अब यसलाई चाहिँ अलिकति हामीले चाहिँ होइन माउन्टेन जस्टिसको लागि चाहिँ त्यहाँको मान्छेहरूको लाइभलीहुडको कुरा हामीले जसरी गऱ्यौँ, फुड सेक्युरिटी होइन, एक्सेस टु अब अरू सर्भिसेस, इम्प्लोइमेन्ट अथवा लगायतको धेरै विषयहरू हुनसक्छ। अब यसमा चाहिँ अघि प्रतिभा म्यामले कुरा उठाउनु भएको थियो। अब हामीसँग चाहिँ सुरुमा हाम्रो इन्टरभेन्सन्सको आधार भनेको चाहिँ डिसएग्रिगेटेड डेटा, अनि त्यसमा पनि अझ तपाईँको हामीले भल्नरेबल को भल्नरेबल, कसरी भल्नरेबल, मार्जिनलाइज हु आर दोज मार्जिनलाइज। अब म आफै पिपुल विथ डिसेबिलिटीको रिप्रेजेन्टेसन भएको कारणले गर्दाखेरि यहाँ पिपुल विथ डिसेबिलिटी नेपाल सरकारले 10 थरीकोलाई चाहिँ रेकगनाइज गरेको छ। अब 10 थरीकोलाई तपाईँले 10 थरीले इन्टरभेन्सन गर्नुपर्छ। इभन ल एउटा तिल गाउँमा चाहिँ डिजास्टर भयो, थामेमा डिजास्टर भयो, गफ भयो होइन, त्यो 10 थरीको अपाङ्गतालाई चाहिँ 10 थरीले हेर्नुपर्छ। अनि जहिले पनि हामी चाहिँ ब्ल्याङ्केट एप्रोचमा गएर आउँछौँ। त्यो कारणले गर्दाखेरि एउटा चाहिँ हामीले लिने अब प्रोसेस एक्टिभिटिज होइन इन्टरभेन्सन्सहरूमा चाहिँ अब मोडालिटी चाहिँ हामीले चाहिँ चेन्ज गर्नुपर्छ जस्तो लाग्छ। त्यो भयो भने मात्रै इफेक्टिभ होइन मिनिङफुल अनि तपाईँको पार्टिसिपेटरी अनि इन्क्लुजन, रियल इन्क्लुजन त्यहाँनिर आउँछ जस्तो लाग्छ। अनि अर्को कुरा चाहिँ हामीले माउन्टेन डेभलपमेन्टको कुरा गरिराख्दाखेरि चाहिँ हामीले माउन्टेन डेभलपमेन्टको एउटा ठुलो आधार भनेको माउन्टेन टुरिज्म हो, जसले चाहिँ त्यहाँको इकोनोमी र लाइभलीहुडलाई चाहिँ प्रत्यक्ष रूपमा असर पारेको हुन्छ। त्यसको लागि हामीले चाहिँ नेसनल लदेखि लिएर लोकल प्र्याक्टिसेसहरूमा चाहिँ हामीले चाहिँ अब जस्तै अब त्यहाँको हरेक इन्फ्रास्ट्रक्चर्सहरूदेखि लिएर सबै कुराहरूमा चाहिँ हामीले ध्यान दिन जरुरी छ। किनभने हामीसँग जतिको चाहिँ यो जियोग्राफिकल बेरियर्स रिमोटनेसको समस्या छ त्यति नै हाम्रो चाहिँ एडमिनिस्ट्रेटिभ ब्युरोक्रेटिक हर्डल्सहरू छ। म एउटा सानो इक्जाम्पल प्रस्तुत गर्छु। 28 जुलाई 28 को गफपछि हामीले चाहिँ अगस्त 1st विकमा चाहिँ त्यहाँ चाहिँ अब तिलमा रेस्पोन्स गर्नु पऱ्यो भनेर प्लान बनायौँ। देयर वाज नो वे टु गो एक्सेस देयर एन्ड वी प्लान फर हेलिकप्टर बट वी डिडन्ट गेट पर्मिट टु फ्लाइ ओभर देयर। इभन वी हेभ रिसोर्सेस टु रेस्पोन्ड, रिसोर्सेस टु म्याप द सिचुएसन ओभर देयर भनेपछि यो भनेको हाम्रो ब्युरोक्रेटले चाहिँ तपाईँहरू त तिलमा मात्रै जाने, तिल जानलाई त अब हेलिकप्टर उडाउन पाइँदैन। त्यहाँ चाहिँ त्यत्रो इन्डियन 25,000 इन्डियन उड्न पाइने त्यहाँको चाहिँ 3-4 किलोमिटरमा भएको हिल्सामा तिलमा डिजास्टरलाई रेस्पोन्ड गर्नको लागि चाहिँ हामी हेली उडाउन पाउने। हस् चेतनजी, थ्याङ्क यू भेरी मच। मैले धेरै कुरा हाइलाइट गर्नु